नमस्कार साथीहरू। आज म चाहिँ म्याच छैन वर्ल्ड कपको अनि क्रिकेट जो नेपाल पनि खेल्दैछ तेस्रो पटक त्यो म्याचहरू कसरी हेर्न सकिन्छ, कुन तरिकाले हेर्न सकिन्छ, हामीले फ्रीमा या थोरै पैसा पेमेन्ट गरेर त्यो बारेमा भिडियो बनाएको छु। विदेशमा बसेर या नेपालमा बसेर कुन तरिकाले हेर्ने, अब टिभीमा त भइहाल्यो सजिलै, एक्सन स्पोर्टबाट स्टार स्पोर्टहरूबाट हेर्न सकिन्छ। कान्तिपुर म्याक्सले पनि लाइभ गर्छ भन्ने सुनेको छु। जस्तो अब आज हुने वार्म अप म्याच युएसँग, जस्तो यसको लागि के गर्नु छ भने यो आइसिसी जुन एप छ यो मोबाइलमा मेरो अलरेडी डाउनलोड गरेको छु, यो डाउनलोड गर्नुहोस् आइसिसी टिभी भनेर। या चाहिँ तपाईँहरूले ब्रेभ ब्राउजर या क्रोमबाट पनि यसरी चाहिँ सर्च गरेर आइसिसी टिभी ट्याक्क सर्च गर्नुहोस्। यो भनेको चाहिँ फ्रीमा यसबाट लाइभ हेर्न सकिन्छ। तपाईँलाई कुनै पनि हुन्न, भिपिएनहरू पनि चाहिँदैन यसबाट हेर्नु भने चाहिँ। अनि यहाँ आइसकेको हुन्छ लाइभ, ट्याक्क यहाँ देखाउँछ लाइभ अपकमिङ लाइभ भनेर देखाइरहेको छ। यहाँ म्याचहरू कुन कुन हेर्ने हो त, मैले नि भर्खरै यो डाउनलोड गरेको, यहाँ लाइभ भएको लाइभ देखाइरहेछ। अब यसमा स्कोर मात्रै देखाउने होइन, यसमा भनेको चाहिँ तपाईँको म्याच पनि देखाउँछ। त्यो कसरी हेर्ने म यहाँ बताइदिन्छु। यो नेपाल र युएईको ओमान श्रीलङ्का अहिले चल्दैछ, त्यसमा क्लिक गर्नुहोस् है त। त्यस पछाडि यहाँ तल जानुहोस्, तल गइसकेपछि त्यो जुन खेलाडीको साइडमा भिडियोको जुन हुन्छ नि टिक, त्यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि चाहिँ यसरी खुल्छ। अनि यहाँ मोबाइल स्क्रिनमा देख्नु होला साइडमा। मैले यो ब्याकग्राउन्डमा चाहिँ नेपालको म्याचहरूको राखेको भएर यस्तो देख्यो। यो मोबाइलमा स्क्रिनमा यसरी म्याच चलिरहेको छ है, यसरी हेर्न सकिन्छ सजिलै तरिकाले। सबै म्याचहरू जुन लाइभ चलेको छ नि त्यो म्याचहरू चाहिँ हेर्न सकिन्छ। त्यसले गर्दा सजिलो छ म्याच हेर्नको लागि। वर्ल्ड कपमा सबैले म्याच हेरेर सपोर्ट गर्नु होला। अरू तरिका पनि छन्, अन्य फ्री तरिकाहरू, थर्ड पार्टीहरू एपहरू, त्यसबाट नि हेर्न सकिन्छ। त्यसको बारेमा चाहिँ मैले यहाँ भिडियोमा चाहिँ बताउँदिनँ, कमेन्ट गर्नुहोस्। कमेन्टमा मैले त्यसको लिङ्कहरू दिइदिन्छु। कस्तो लाग्यो आजको भिडियो, च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। यस्तै भिडियोहरूको लागि शिवाजी होराइजनलाई सब्सक्राइब गर्नुहोस्, सेयर गर्नुहोस्, लाइक गर्नुहोस्। ओके, बाई बाई, टेक केयर।